अरू काम भनेको सजिलै हुँदो रहेछ। त्यो टालडुल काम र रिपेयरिङ गर्ने काम चाहिँ लास्टै गाह्रो हुन्छ पुरा। भित्ता खोज्नुपर्ने आज हाम्रो दाइले आज भित्ता अब जहिले पनि अब साथीहरूले वाल भत्काएको मात्रै भिडियो हेर्नु हुँदैन हेर। आज चाहिँ यसो बनाएको वाल लगाएको भिडियो पनि हालौँ न भनेको जसरी पनि भत्काउनु त परिहाल्छ नि। भत्काइहाल्नु पर्ने जसरी भत्काउनु पर्ने नभत्काएन मेरो कामै नहुने। भत्काउने लाउने मेरो काम यति भयो। के गर्नु भाइ यस्तै छ मेरो काम। साथीहरूलाई काम गर्ने मान्छे कोही छ भने आउनु भने कोही पनि आउँदैन। अब एकजना साथी अस्ति मेरो भिडियो हेरेर काम गर्न आयो। त्यो पनि फाँडी हाने कामै नगरिकन यस्तो यस्तो साथी पनि आउँछ। अब भत्काउने लाउने ट्याक्क भत्काउने हो आफ्नै दाले लाउने हो। त्यो चाहिँ पहिला गर ठेकदारले बिगाऱ्यो अरे त्यही भएर फेरि मलाई यहाँ रिपेयरिङ गर्नु पठायो। यहाँ रिपेयरिङ गर्नु पऱ्यो भनेको के गाह्रो छ मलाई। कामको यहाँ चाप छ काम गर्ने मान्छे छैन। घन्डी लाउनु पर्छ फेरि। ल घन्डी खोइ त घन्डी हरायो यहाँ।